सम्पूर्णमा नमस्कार। मेरो नाम दर्मिला जैसी, माहबै गाउँपालिका वडा नम्बर 5। म यो वडा नम्बर 5 को हाम्रो श्री कालिका महादेव महिला कृषक समूहको म सचिव। यसको लागि अब हाम्रो माहबै गाउँपालिकाको यो इको हिमाल संस्थाले हामीलाई गरेको सहयोग हामीलाई दिनुभएको छ 1 लाख रुपैयाँ। हामीले त्यो 1 लाख रुपैयाँको हामीले अब बाख्रा किनेका छौँ। यो बाख्रा किनेर हामीले 25-25 हजारको दरले 5 जनालाई दिएका छौँ। यी बाख्रा पालन गरेर अहिले जस्तै हाम्रो महिला घाँस दाउरा मेला पात जस्तै कि ठुलो चौकोमा सीमित हुने महिलाहरूले अब हाम्रो गाउँमा इको हिमाल आएर हामीलाई बहुत सरल गर्नुभएको छ। हामी महिला उत्पीडनमा मात्रै अब हामीलाई कुनै केही हामीले यस्तो संस्थाको कार्यक्रम अगाडि जाने हामीले यस्तो बाटो देखेकै थिएनौँ। हामीलाई सहयोग गरेर महिलाहरूलाई जस्तै तरकारी खेतीमा हामीले बोट बिरुवा लगाउन हामीलाई यो इको हिमाल संस्थाले राम्रो काम सिकाउनु भएको छ। हामीले तरकारी खेतीमा पनि हामीलाई आफैले आफ्नो बारीमा उत्पादन गरेर बिउ बिजन ल्याएर हामीले गर्न सक्दैन थियौँ भने अहिले हामीलाई इको हिमालले बिउ दिएर अब यो लगाउने तरिका सिकाउनु भएको छ। यसको लागि पनि हामीलाई बहुत सरल तरिका सहज मानेका छौँ। अनि इको हिमालले दिएको पैसा हजुरहरू महिला समूहमा कतिजना हुनुहुन्छ? यो कसरी प्रयोग गर्नुहुन्छ? कसले लिनुहुन्छ? यो पैसा लिएर के काम गर्नुहुन्छ नि? हाम्रो यो इको हिमालले दिएको पैसा अब हामीले हाम्रो महिला समूहमा हामी 29 जना छौँ। हामी 29 जना बापत अब एक महिलाबाट हामीले 100 रुपैयाँ मासिक शुल्क उठाउने गरेका छौँ। यसको लागि अब त्यो इको हिमालले ल्याएको 1 लाख रुपैयाँ हामीले 4 जनाले बाँडेर 25-25 हजारको दरले बाख्रामा लगानी गरेका छौँ। बाख्रा पालिसकेपछि अहिले कस्तो भएको छ? यो कति भयो पैसा आएको? पैसा आइसकेपछि बाख्रा किन्नुभयो यहाँले? बाख्रा किनेपछि अहिले केही प्रगति भएको छ कि छैन? अब पैसा आएको अब लगभग हामीलाई आएको पैसा 1.5 वर्ष जति भयो। यो प्रगति भयो। हामीले एकजना बाफत 2 बाख्रा किनेको अब हामीलाई फाइदा भएको छ सर। अब हाम्रो बाख्रा एकजनालाई 4-5 वटा बाख्रा भइसकेको छ। बाख्राबाट पनि राम्रो लगानी भएको छ। अब यो कति महिनासम्म चलाउन मिल्ने हुन्छ? यो पैसा कति महिनापछि फिर्ता दिन पर्ने हुन्छ? कस्तो के नियम गर्नुभएको छ? अब ब्याज उठाउनुहुन्छ कि पैसा लिए बापत कस्तो छ? पैसा लिए बापतको अब जस्तै बाख्रा लगेको मान्छेले बाख्रा किन्यो भने अब कति महिना फिर्ता गर्न सक्नुहुन्छ? 25 हजार 2 महिना 3 महिना फिर्ता गर्नुभयो भने 2 महिना 3 महिनाको हामीले 100 1 दरले त्यसको ब्याज पनि लिने गरेका छौँ। त एकै महिनामा दिइहाल्यो भने अब 1 महिनाको ब्याज असुली गरेका छौँ। अब त्यो सबै तिरिसकेपछि बाख्रा उहाँलाई हुने र त्यो पैसा हाम्रो उठेर हामीले त्यो पैसा फेरि लगाउने पनि भनेका छौँ। अब यहाँभन्दा पहिला कुनै सङ्घ संस्थाले यस्तो सहयोग गर्ने संस्थाहरू आएका पनि थिएनन्। हामीलाई आएको इको हिमाल नै हो। इको हिमालले दिएको पैसा हामीले ल्याएर अब हामीले बरु राम्रो लागेको छ। हामीले अब एक बाख्रा किन्न नपाउने पैसा पनि नपाउने हामी महिलाहरूलाई अब सहयोग गरेपछि अब हामी त खुसी छौँ सर। यसको लागि बहुत हामीलाई राम्रो लागेको छ। अब यो त्यसपछि अन्य के कुरामा लगानी गर्नुहुन्छ? जस्तै यो बाख्रा बेचिसकेपछि आफ्नो घर खर्च चलाउनको लागि पैसा प्रयोग गर्नुहुन्छ कि? जस्तै तरकारी खेती गरेपछि तरकारी बेचेर त्यो पैसा आम्दानी भएपछि त्यो केमा लगानी गर्नुहुन्छ यहाँले? त्यो पैसा आयो भने हामी जस्तै कि महिला दिदीबहिनीहरू गरिब छौँ। हामीले कुनै अब काम गरेर केही तरकारी बेचेर त्यो ल्याएर जम्मा गरेको पैसा इको हिमालले दिएको पैसा जम्मा गरेर पनि हामी अब कुनै महिला दिदीबहिनीहरू बिरामी पर्न सक्छौँ। मेन त हामी महिला दिदीबहिनीहरू अब बिरामी पर्दा कुनै आवत जावतमा समस्या हो भने हामी त्यसमा पनि लगानी गर्छौँ। जेस खुसी हुनुहुन्छ इको हिमालले यो महिला समूह गठन गरेर यो पैसाहरू दिएर यहाँहरूले आय आर्जनमा लगाउँदा तपाईँ खुसी हुनुहुन्छ? तपाईँहरू? हामी बहुत खुसी छौँ। यसको लागि हामी यो इको हिमाल अझै प्रगति गरोस्। यो इको हिमाल अझै पनि हाम्रो गाउँघरमा फैलाओस्। हामीलाई सधैँ यस्तो सहयोग गरोस् भन्ने चाहन्छौँ हामीहरू। धन्यवाद हजुर सरलाई पनि सम्पूर्णलाई नमस्कार।